एससीको रिजल्ट आएको नि 2 दिन भइसक्यो होइन। को पास हुनुभयो, को फेल हुनुभयो त। अनि पास हुनेलाई पनि फेल हुनेलाई पनि कतिको टेन्सन छ त। पास हुनेलाई अझै राम्रो गर्थे भन्ने भयो होला होइन। जस्तै अब पोजिटिभ आउनेहरूको फल्नाको आयो भनेपछि हो मैले पनि ल्याएको भए हुने थियो, त्यो बेला मेहनत गरेको भए हुने रहेछ भन्ने टाइपको हुन्छ नि त। राम्रो गर भने अझै राम्रो गरेको भए हुने रहेछ भन्ने हुन्छ। अनि फेल हुनुभएको छ उहाँहरूलाई सायद घरबाट पनि प्रेसर आयो होला होइन। आफैले पनि त्यो बेलामा मजाले एक्जाम दिएको भए बुझेर होइन, पहिलो कुरा क्वेसन बुझेर एक्जाम दिएको भए। किनकि जसले पनि एक्जामको टाइममा प्रायः पढ्छन् नि, क्या पढ्छन्, घरको प्रेसरले पनि पढ्छन्। एससीको एक्जाम भनेपछि मेन एक्जाम मानिन्छ नि त होइन। हो पनि त्यही भएर अब त्यो खालको पनि सोच्नु बेला म पनि पास हुन्थेँ भन्ने खालको सोच्नु बेला सँगसँगै कतिले चाहिँ थोरै अब कसैको सोचाइ नै उयो हुन्छ नि त, के भन्छ सानो खालको चित्त गरेको क्या। सानो खालको चित्त मात्रै होइन, टेन्सन हुन्छ। टेन्सनको बेलामा त्यही माथि फ्यामिलीले पनि अब हुर्कायो पढाइयो उसकै भविष्यको लागि होस् भनेर त्यो बेलामा सम्झाएको हुन्छ। कति सम्झाउने तरिका अलग भएको कारणले गर्दाखेरि पनि केटाकेटीहरूको दिमागमा असर पर्न सक्छ र बुद्धि बिगार्न सक्छन् यो बेलामा भन्ने चाहिँ हो होइन। डर हुन्छ त्यो चाहिँ। अनि त्यस्तो कुराले चाहिँ उनीहरूले मन सानो बनाउन सक्छन्। त्यही भएर परिवारले यो बेलामा सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि अर्को कुरा भनेको चाहिँ केटाकेटीलाई पटक्कै अहिले नै चाहिँ यदि सम्झाउनै छ भने पनि नसम्झाउनु। सम्झाउँदाखेरि पनि अर्को साल दिँदाखेरि हुन्छ त्यसले मात्रै केही हुँदैन, हुन पनि हो नि। त्यही पढाइ भनेको पढाइले नै गर्दा यतिको बोल्न ओर्न पनि सकिन्छ होइन। तर त्यही बाटो मात्रै छैन नि त होइन। 11-12 पढेर होइन ब्याचलर सकेर पनि विदेश पठाउनु पर्ने हुन्छ। आफूलाई पढाउँदाको खर्च होइन, खर्च के भन्छ ऋण तिर्नको लागि विदेश पठाउनु पर्ने हुन्छ। घरको ऋण तिर्नको लागि विदेश पठाउनु पर्ने हुन्छ। त्यो कुरालाई सम्झाइदिनु या त सँगसँगै फुटबलमा डान्समा चाहिँ इन्ट्रेस्ट छ भने त्यो कुराबाट पनि गर्न सकिहालिन्छ नि भन्ने खालको यतिखेर हौसला बढाइदिनुहोस् होइन। सम्झाउने तरिका अलग बनाएर चाहिँ नसम्झाइदिनु होला। किनकि केटाकेटीको मन यतिखेर उनीहरूलाई नि के लागेको हुन्छ कि मैले जति सकेको 100% त दिएको हुन्छु नि, तर पनि किन यस्तो भयो भन्ने टाइपको हुन्छ क्या। त्यही भएर फल्नाको छोरा फल्नाको छोरीसँग दाजुले काम नगरिदिनु होला। यतिखेर उनीहरूको दिमागमा गहिरो असर परेको हुन्छ होइन। पास हुनेहरूको पनि हुन्छ, जसको पोजिटिभ आयो 3 कटो जस्ट पास हुनेहरूलाई पनि के लाग्छ भने होइन, उसको पोजिटिभ आएको त्यो 3 कटेकोहरू देखेर पनि के लाग्छ अझै मैले बेस्ट गरेको भए भनेर अझ घरबाट तैँले त यति नै ल्याइस् भनेर भने ला मैले त राम्रै गरिनछु भनेर मन खिन्न हुन्छ क्या। अनि त्यस्तो चाहिँ नगरिदिनु होला। अनि फेल हुनुभयो भने उहाँहरूलाई अर्को साल एक्जाम दिँदा हुन्छ त। 1 वर्ष कुर्दा के जान्छ, बरु सम्झाइदिनु यसरी। त्यो टाइमसम्म उसलाई केही इन्ट्रेस्ट छ भने त्यसमा लगाइदिनु। ला त अब फेल भइस् अब केही गर्न सक्दैनस्, तेरो यो जिन्दगीको एक्जामै सकियो भन्ने टाइपको चाहिँ कहिले पनि नगर्नु। किनकि लाइफमा अझै एक्जामहरू आउन कति बाँकी छ होइन। त्यही भएर मायाले सम्झाउनु होला, या त त्यही तरिकाले सम्झाउनु हुन्छ नि अलिक पछि त्यो मनमा पनि त्यो चोट जुन परेको हुन्छ त्यसलाई आफूले केही भन्यो भने झन् ठुलो भइदिन्छ। बरु पछि निकै सानो भएपछि चाहिँ बरु सम्झाउँदा पनि हुन्छ। अनि अरू त के भन्ने, स्वयं भाइ बहिनीहरूले पनि नराम्रो कदम चाहिँ नचालिदिनु होला। अझै लाइफमा एक्जाम आउनु कति बाँकी छ बुझ्नुभयो। यदि 10 पास गरियो र 3-4 वर्ष कटिसक्यो भने, या पास गरिएन र 3-4 वर्ष कट्यो अनि त्यसपछि विवाह बन्धनमा बाँधिनै पर्यो। 3-4 वर्ष मात्रै होइन, निकै टाइम पछि पनि होइन। अब जस्तै 30-40 जति वर्षमा बिहे गरे पनि विवाह बन्धनमा बाँधिनु पर्यो, घर परिवार सम्हाल्नु पर्यो, हेर्नु पर्यो। त्यो बेलामा एससीको रिजल्टले केही कामै दिँदैन चाहिँ भन्दिनँ। अब त्यही पढेर लेखेर यो गरेको छ भने चाहिँ अब त्यतिबाट प्राइभेटमा सरकारीमा नाम निकालेर जब गर्दा पनि हुन्छ।
भएन भने त विदेश जानुपर्ने हो नि परिवार पाल्नको लागि। अनि त्यो भइसकेपछि धेरै नै नसोच्नु क्या। अरू एक्जाम आउन बाँकी छ, त्यसलाई चाहिँ मैले डटेर अघि बढ्नुपर्छ है, सङ्घर्ष अझै गर्नै छ भन्ने टाइपको सोच्नु। एससीको एक्जामलाई पनि नर्मल चाहिँ नसोच्नु, तर यतिखेर भनेको त्यो कुरा नर्मल हो भन्ने खालको दिमागमा पारिदिनुहोस् प्यारेन्ट्सहरूले पनि। भन्न त धेरै थियो, 5 मिनट कटिसकेछ, त्यही भएर यति नै भन्छु। सो टेक केयर।